कनेर त्यसो भन्ने चाहिँ ओ हाम्रो मान्छे अरे मिस्टर माइला दाई कहाँको धरान यो ठाउँ चाहिँ के ठाउँ अरे चाहिँ जोन युनिभर्सिटी जोना युनिभर्सिटाट फेरि यो चाहिँ भेन यो चाहिँ बार्सिलोना पर्छ नि बार्सिलोना यो यता अनि बार्सिलोना सबै बार्सिलोना होइन त यो चाहिँ होइन यो अहिले हाम्रो घर भएको चाहिँ हस्पिटलै पर्छ नि त जिल्ला यो चाहिँ धनकुटा जिल्ला जस्तो त्यो चाहिँ सुनसरी जस्तो क्या ए लोस मारेको के गर गाह्रो मेरो बिहान बिहान आएर उठेर हिँड्ने 1 राउन्ड हिँड्नु पऱ्यो थाकेर रातभरि परेटीमाहरू पर्छ भने थाक्नु सक्नु यो सबै के अरे हल्लोबेती काकी अरे हल्लोबेती काकी अरे भेन काकी नै हुन्छ हल्लो बेद अस्ति हामीले माथि डाँडाको चाहिँ हल्लो बेद हो क्या हो यो चाहिँ हल्लोबेतको बोर्ड हो त्यसो यसमा त किन बोर्ड मऱ्यो पर्पलमा आउँदाखेरि त थियो त अनि माथि पनि रहन्छ त्यस्तै सुकेको होइन यो 5 झर्छ नि त यो त 5 झर्ने बेला हो नि त होइन पर्पल त तपाईँ कहिले उसो नोभेम्बरमा होइन त्यो डिसेम्बरमा आएको थिएँ म डिसेम्बरमा होइन हो हो क्या डिसेम्बरमा होइन ल हौ भेना यार हो भेना आउनु भएको हो हो के अनि दैनिकबाट आउने बेलामा लगेर हो त्यतिखेर बोर्ड मरेको थिएन मरेको थियो नि भयो नि अहिले 2-4 पात यस्तो दानाहरू थियो क्या टिपेर ल्याएको त्यतिखेर पनि अनि हामी टिपेर ल्याएको होइन त के बिर्सेको कहाँ हिँडेको समरमा चाहिँ यही हुन्छ लु यहाँ केही भन त यसको बारेमा यो चाहिँ जनयुनिभर्सिटीको यो त्यो गुलाबको फुलै फुल हुन्छ गुलाब पार्क भनेर भन्छ यसलाई नेपालीमा चाहिँ गुलाब पार्क जन युनिभर्सिटी पार्क त जन युनिभर्सिटी भनेर भन्छ कि यसलाई चाहिँ अनि चाहिँ अब यसको अहिले चाहिँ फुलहरू सबै मरेको छ फुलै फुल यो चाहिँ गुलाबको फुलै फुल हुन्छ कि यतातिर चाहिँ सबै ठाउँमा गुलाबको फुल अनि यहाँनिर चाहिँ अब टिकटक बनाउनेदेखि सबै भाइरल पार्क भनौँ न यहाँ चाहिँ ल फुल फुलेको बेलामा चाहिँ सबैजना टिकटक बनाउनु आउँछ यहाँ ओलिभको बोटहरू रहेछ हजुर यो सबै ओलिभको बोट हो तर यो चाहिँ यो ओलिभको बोट चाहिँ अब ओलिभ चाहिँ खाँदैन फल्नु चाहिँ फल्छ तर यो ओलिभहरू खाँदैन त्यसरी परेको पनि हुन्छ जस्तो अनि यहाँ चाहिँ धेरै थरीको गुलाबको फुल छ कि अनि त्योहरू यहाँ बोट सबैमा नाम लेखेर राखेको छ उयो चाहिँ सुगाको गुड थियो यो बोटमा चाहिँ खालि सुगाले गुड लगाउँछ कि राम्रो रहेछ नि त पार्क है यहाँ त अहिले यो अलिकति घाम लाग्नु सुरु हुनुपर्छ होइन यो पार्क त खुट्टा टेक्ने ठाउँ हुँदैन यहाँ त है ड्राई पिकनिक खाने यहाँ त्यो घाम ताप्ने होइन मान्छे एकदम रिल्याक्स गर्नु आउँछ नि यहाँ चाहिँ कस्तो मधेस जस्तो सबै रुखहरू यस्तो ठाउँमा हुँदो रहेछ यहाँ
माथि डाँडाहरू यस्तो छ यहाँको यति राम्रो ठाउँ छ आज लागेर डुल्दै यति राम्रो यस्तो डाँडाकाँडा रमाइलो त्यही गर्छ यो चाहिँ बस यसको लप परेको छ भर्खर नि लेन्थेङ हिँडिरहेको छ भनेर भन्ला नि फेरि बल्ल बल्ल आएको बेल्जियम ठुलो मान्छे पढेर मलाई बोका भन्नुलाई त्यो ठुलोहरूको मैले के भएको आफूभन्दा ठुलोलाई मान नगर्ने हो भनेर भन्छ त्यो फेरि मान नगर्ने झोला भेनाले त्यत्रो झोला बोकिरहेको छ ऊ चाहिँ राम्रो हेर चस्मा लगाएर भनेर भन्छ लाउँदिनँ भन्दा पनि घाम लागेको चाहिँ के हो बिहान भनेर आफै भन्छ आफै घाम नलाउँदैन लाएर हिँड्छ ल उयो माथि डाँडा यो चाहिँ कता हो पनि हैट कहिले उकालो नचढेको त बिर्सेछ उकालो चढ्नु हजुर यो त कुरिलोको बोट पो त यो थाहा थाहा छ हो यो सबै कुरिलो भोलिपछि कम्ती कुरिलो हुँदैन त्यो यो भित्तामा के अरे हाम्रो माथि नेपालमा घरमा पनि रोपेको थियो कुरिलो अब पलाउने बेला भयो नि अब बनाउँछ के अब यता हो यता कता गएको तपाईँ अगाडि बस्नु आउँदैन यो डाँडाबाट चाहिँ माथिबाट चाहिँ तल बजार यसरी देख्दो रहेछ अझै हामी माथि डाँडामा जाँदैछौँ ओ त्यहाँ एकजना हिँड्नु नसकेर उहाँ हेर्नु नि त्यहाँ लोथ फर्केको लोथ फर्केको यस्तो गलत छ ठ्याक्कै नेपालतिर पाहाडतिर हिँड्ने जस्तै म यता आउँदाखेरि चाहिँ यो ठाउँतिर चाहिँ प्रायः एकताल आउँछु यस्तो छ ठ्याक्कै ऊ तल एकजना मान्छे आउँदैछ लोथ पारेर ऊ यो नेपालतिर घाँस जस्तो पसिना आएछ तपाईँलाई मलाई त आउँछ त्यही त म गर्मी सक्नु सक्दिनँ भनेको के कुन चाहिँ यो डोलो ए नयाँ बनाएको ए पर देखेको चाहिँ फुटबल ग्राउन्ड अरे नयाँ स्टेडियम बार्सेलोनाको स्टेडियम काम्प नाउ एयरपोर्ट त्यता पर्दछ है एयरपोर्ट पर भएन प्लेन उठ्दैछ यता उता हो उता पर त्यो माथि डल्लो देखेको होइन त हो पहिलो डल्लो देखेको चाहिँ टर्मिनल 2 पल्लो देखेको चाहिँ टर्मिनल 1
यो पल्लो चाहिँ वान पल्लो वान यतापट्टि ए र बी भनेको अस्ति त्यही हो बी चाहिँ उतापट्टिको बी चाहिँ उतापट्टि इन्टरनेसनल चाहिँ पराको कति आउँछ होला नि त्यहाँ आउँदैछ पर फेरि आउँछ भएर खेतर पनि भएन भन्दैन अनि के मतलब भएन मैले काम कन्ट्र्याक्ट लगाएको हो त्यो तिनवटा चिम्नी थिएन त्यहाँबाट मैले अलिक पर्सनल सुन्थेँ कति सालमा आएको त्यहाँबाट उता पहिला यहाँ होइन उता बेल्जियमबाट 10 मा हिँडेको अनि 10 मा आएर बसेँ सेप्टेम्बर बसेँ अक्टोबर बसेँ कामै पाइएन नम्बर फर्केर 10 को नम्बर फर्केर 15 को मान्छेहरू हिँड्दैछ यसरी हिँड्छ यहाँ चाहिँ एकदम डाँडा ठ्याक्कै हाम्रो नेपालतिर गाउँघरतिर डाँडा चढे जस्तै यसरी मान्छे हिँड्छ यहाँ कहाँ चिरी बास धारापानीको उकालो भन्थ्यो नि टेकुनाला तल मूल घरदेखि कतातिर भन्छ हौ किन टेक्नोला भने त्यो त के जान्छ अब यहाँ रहेछ है त्यो सागर त फ्यामिलीहरू टाढो रहेछ टाढो त सर होला यो चाहिँ खराब भन्दा सिमेन्ट गएको है त्यो चाहिँ तलभन्दा अलिक माथि अलिकति माथि डिलमा गएर रेकर्ड गरेको पऱ्यो त्यो नहिँड्ने बानी भएर स्यासानै हुँदो रहेछ यसरी हिँड्छ मान्छेहरू यहाँ आयो भने अब युरोपको अरू देशतिर त्यति धेरै पाहाड भेटिँदैन एकातेका देशमा मात्रै भेटिन्छ त्यस कारणले गर्दा मान्छेहरू अलिअलि रहर गर्छ हिँड्नुलाई पनि हामी पर्छ उता ऊ माथि गएको होइन त त्यो तपाईँ गएको त है हो त्यहाँ चाहिँ जानु भएको भएन भने हो त्यहाँ चाहिँ गएको नि त हामी एकचोटि हिँडेर गएको त को गएको थियो क्या ए मालदारी गएको थियो क्या मालदारी गएको थियो क्या थिएन
यस्तै हिँड्दै गर्नु त दुईजना म दाइलाई लिएर आउँछु हामी चाहिँ बस्नु दाइले दाइसँग त हिँड्नु सकिहाल्छ नि दाइ फेरि बिर्सिन्छ भनेर भनेको क्या अन्त उसँग चाहिँ हिँडिहाल्छ नि हामी चाहिँ किन अगाडि हिँड्नु पर्ने फ्याट्टै क्यामेरा घुम्मै हाल्नुहुन्छ है त्यो डन मान्छेलाई क्यामेरा नघुमाइ त्यही त डन आयो डन डन आयो डन डन आयो डन डन आयो डन अर्को डन तेर्सो तेर्सो गएर खाउँछ नि बरु उयो उयो त्यो हो त्यहाँबाट तेर्सो छ उठिहाल्छ चाहिँ मान्छे त उठिहाल्छ न उयो त्यो हो त्यहाँबाट त खालि तेर्सै तेर्सो छ यसो त्यहाँ जाने माथि यसो जाने त्यहाँ पर यसो उयोहरू छ पसलहरू मान्छेले किन्ने त्यो जरामा कस्तो पसल निकालेको त्यो है मेरो त्यसै बोसो घट्छ त त्यसरी कुद्यो भने त पक्रिएर मर्छ कहाँ गरेछ गर्मीमा त हुँदैन क्या सक्छ क्या